आहाय पूर्वैको मारुनी हजुर पश्चिमैको पुर्सुङ्गे नसोधे है गीताङ्गेको गाउँ आहै नसोधे है गीताङ्गेको गाउँ बाजे हाम्रो सँगै घरबार मरे होला जगतैमा नाम बाजे हाम्रो सँगै घरबार मरे होला जगतैमा नाम। नमस्कार सबैलाई। आज चाहिँ हामी सातो बाटो ललितपुर झर्दैछौँ। यहाँ मेरो आमा हुनुहुन्छ। आमालाई चाहिँ म अहिले बहिनीको घर लाँदैछु। आमा बहिनीको घर कहाँ पो अरे? आमा हो यता फर्केर भनिदिनु न, बहिनीको घर कहाँ पो अरे? बिर्से त्यहाँ बिर्से नहुनु न। सातो बाटो ललितपुर सातो बाटो हो, त्यहाँ जाँदै हुनुहुन्छ। हाम्रो आमा चाहिँ आज धेरै दिन पछि झापाबाट आउनुभएको, धेरै दिन भयो। बहिनीको घर जानु भएको छैन, बहिनी भेट्नु जानु भएको छैन, कामले गर्दा यता र उता कुदा नभ्याएर आज चाहिँ शनिबार एकदमै मेरो नानालाई भेट्नु हतार भइसक्यो। मेरो नानाले लिएर आइज छोरी भन्थे मलाई भन्नुभयो, त्यही भएर नानालाई चाहिँ बहिनीलाई भेटाउनु लाँदैछु सातो बाटो ललितपुर। हामी चाहिँ माथि गोदाबारी साइड हो, गोदाबारीबाट झर्दैछौँ ओह्रालो सातो बाटो। मेरो छेमाको घर जाँदैछु। एकदमै राम्रो ठाउँ छ, धुलै धुवा छ, तर एकदम यहाँ हाम्रो ज्वाइँ साहब चाहिँ एकदमै मक्ख गरेर सासूजीलाई छ्यामा सासूकोमा पुर्याउँदै हुनुहुन्छ। आमालाई ड्राइभ गरेर चाहिँ छ्यामा सासूकोमा पुर्याउँदै हुनुहुन्छ। एकदम उहाँ लक्की ठानिरहनु भएको छ आफूलाई आमासँग यसरी घुम्नु पाउँदाखेरि। एकदमै खुसी हुनुहुन्छ है त गाइजहरू। वरिपरि एकदमै रमाइलो ठाउँ छ। हामी चाहिँ ओह्रालो लागिरहेको छौँ। गुटुङटुङ यहाँ कहाँ आइपुग्यो? हामी कहाँ आइपुग्यो भनिदिनुहोस् न, कहाँ आइपुग्यो? हजुर हरिसिद्धि हो? हरिसिद्धि काट्यो, हात्ती बनाउँदैछ नि, हात्ती बनाउँदैछ। आमा एकदम खुसी हुनुहुन्छ बहिनीको घर जानु पाउँदाखेरि। आमा कति खुसी हुनुहुन्छ तपाईँ बहिनीको घर जानु पाउँदा? बहिनी घर जानु नखुसी? अन्त खुसी भएर चाहिँ बिहानै उठेदेखिको खाली पेटको दबाई खाएर छिटो छिटो लुगा लाएर रेडी भइसक्नु भएको थियो। अनि म चाहिँ अलि अबेला उठेँ। म उठ्दाखेरि त लु कति बेला जाने, म त रेडी भइसकेँ भनेर आमा चाहिँ लुगा लाइवरी रेडी भइसक्नु भएको थियो। अनि म पनि छिटो छिटो चिया बनाएर खाएँ, चिया दिएँ आमालाई। अनि छिटो छिटो गरेर चाहिँ हामी चाहिँ जाँदैछौँ। यो चाहिँ हात्तीवनको के सिटी पो भन्छ यसलाई। यो चाहिँ विदेशको जस्तै ठुलो छ अल्गो घर, एकदमै राम्रो छ, देख्दै हुनुहुन्छ होला गाइज। ल त हामी चाहिँ ओह्रालो लाग्यौँ। अब यो हात्ती बनायो, अब एकछिनमा सातो बाटो पुग्छौँ, त्यहाँबाट छेमाको घर पुग्छौँ है त गाइजहरू। ओके बाई बाई। ओके बाई। चाइनिज स्टाइलको फुड। साइँला चाहिँ छोरी साइँले तिनजना बस्छौँ। चाहिँ उठ्या चाहिँ म त आराम त बाटोमा हिँड्दा पनि रमित हेरिदिन्छु र छिटो छिटो हिँडिहाल्छ, छोडिन्छ। बाबु यता बस्नु, यता हुन्छ नाति। हाम्रो आमा आउँछ बहिनीको आउनुभएको। चैते दसैँ परेछ त हामी ठिकै चैते दसैँ मनाउनु जस्तै भयो। खै आमा कहाँ आइपुग्नु भयो? ल आउनु आमा माथि छतमा कम्ती हेर्न आउनु भएको अरे, निस्किनु भएको अरे। कहाँ पारो त मनमा छोडिन्छ त नि, धुलो मैलो हुँदैन, कता पहाडपुर गर्नुपर्छ। अस्ति मैले साग रोप्दै कहाँ देखेको खुजु? नातिनी पनि आएछ। दिस इज योर साग। आई वान्ट टु टेस्ट योर साग। सानो सानो रोप्दै गरेँ यहाँ हो। दिपेन मल बोकेर यहीँ हो मैले हेरेको। दिस इज योर साग। वाट द नेम दिस साग? दिस कल चाइनिज साग, दिस कल मार्फा साग। This also China? China साग सबसे फेमस है। Also China. China साग। को देश अनि यहाँ मेरा को बाते बाबा ताने यो फुल नि यहाँ चुट्टाएर रोप्दियो भने फेरि मिलिहाल्छ।
ए के मजाको कमला पनि बनाउनु अब बाहिर बजारको सब्जी खानु हुँदैन मारी बिसारी हालेको हुन्छ आशा मारी पाइन नहोस् ताँगाले काँचा मारी हुँदा झिली मिली तिरी मारी ओसो अब यो साग टुकुम टुकुम टिप्ने धराले कालो बङ्गुरको मासु ल्याउने आहा उ त्यही छ है धरानी कालो बङ्गुर छ उसिनेर खाने दुईटा हातले यो चाहिँ के हो यो आलु पनि फल्छ होला यो चाहिँ के हो आलु फल्छ होला हेलो म चाहिँ यहाँ रोटी पोल्दैछु है ला सबै फुट्यो त चिरियो पका त कुटु भयो